ओ कान्छी मेरो राखेको पैसा हिसाब किताब देखा कहाँ लगिस् के अरे त्यत्रो मैले कमाएर हिसाब किताब राखेको खै मेरो पैसा अनि यो मान्छे किन ग्याङ गर्छ अरे पैसा मेरो घरमा निस्किहाल यहाँबाट निस्किहाल मलाई पनि मलाई थाहा छैन काशी फेरि काशी काशी भन्ने यहाँनिर फेरि प्रणाम हजुर प्रणाम प्रणाम धुम तक म फरेनन्द गुरु परे बालक त ज्योतिषी बाबा पो हुनुहुँदैछ प्रणाम छ है धुम तक मेरो पनि अलिकति हात हेराउनु थियो बाबा यता ल्याऊ बालिके तिमी के ढल्नै परेन अलि पर जाऊ त कस्तो राम्रो नानी यहाँ बस नानी कति राम्रो नानी अहिले तपाईँ लौडो पक्रियो साह्रै थाक्यो नानी यो ब्याग पनि एकछिन पक्रौँ त बसौँ त नानी यो हात देऊ त नानीको त म त्यति राम्रो देख्दिनँ त यो डाकाले त जहिले कराउँदो रहेछ तँ निक्लेर गइहाल तँ उता गइहाल भन्दो रहेछ नि त हो नानी सही पो भन्नुभयो त हजुरले अब के मैले बनाएर भन्ने कुरा होइन के अरे रेखाइले बताइरहेछ है यो मान्छेले चाहिँ यसरी नै हेपेर रात दिन कचडा गऱ्यो भने यो मान्छे धेरै दिन टिक्दैन है यो कुकुर यस्तै छ नि त बाजे भर्खरै पनि बाजेर बसेको अन्त के भन्नु त यसलाई सुन है नानी अर्को रेखाले चाहिँ के भन्यो भन्दाखेरि चाहिँ अब चाहिँ यो डाकाले नानीलाई माया मात्रै गर्ने हो भने चाहिँ सिधै 1 महिनामा करोडपति हुने योग्य छ है रेखाले सुनिस् करोडपति ठ्याक्कै म होइन नानी र तिमी ठ्याक्कै रेखाइले बताइरहेछ हो अलिकति करोडपतिको यो चाहिँ कुन चाहिँ रिङ चाहिँ कुन चाहिँ त्यो त मलाई थाहा छ नि त डाका कहाँ तैँले उयो भनेको पर्खा न एकछिन बोल्नु देऊ न हाम्रो बालाई बरु यसो हामीलाई त जेसुको अलिकति दक्षिणा छ कति छ छ कहाँ गोजीबाट निकालेको नानीको हातबाट लिने म दक्षिणा चाहिँ म खाली अन्यको हातबाट लिने लु त बाबा धुम तका सुन डाका अब म 1-2 दिनमा आउँछु यति राम्री स्वास्नीलाई चाहिँ तैँले हेट गऱ्यो भने चाहिँ तँलाई म धुम तका गरिदिन्छु है यहाँ ल त बाबा अब हामी मिले है करोडपति पो हुने रहेछ नि त है बाबा धुम तका एकैचोटि के गर्नु पर्यो अब हामीले चाहिँ केही गर्नु पर्दैन नानीलाई खालि माया मात्रै गर्नु पर्यो सिधै करोडपति है ओहो धन्यवाद है बाबा लु अब हामी त करोडपति पो हुने रहेछ त धुम ताका हरेक निरञ्जन धुम ताका यतिको त म 2 जनालाई लडाइँ गर्ने बित्तिकै कमायो है 600 आधी किलो मासु स्वाटे अब यो हो नि त हो